साउदी अरबमा युएईमा चाहिँ अहिले चाहिँ अब श्रम पनि बन्द गरेको छ। त्यहाँ बस्नेहरूलाई अलिअलि गाह्रो अप्ठ्यारो बिस्तारै पर्न थालेछ। अब युद्ध लड्नेहरूले अलिअलि अप्ठ्यारो पर्ने कि त्यसो भए हुनाले त्यस्ता चाहिँ अब सरकारले नजा भनेर चाहिँ बन्द गरेको मुलुकहरू यहाँ अफगानिस्तान छ, लिबिया छ, सिरिया छ, इराक छ। अब नेपाली नपुगेको चाहिँ कुनै देशै छैन। अब चाहिँ युक्रेनमा त्यत्रो युद्ध भयो, नेपाली चाहिँ त्यहाँ कहाँबाट पुगिहाल्दो रहेछ है। पुगिहाल्छ त्यहाँ पुगेर चाहिँ एउटा चाहिँ सङ्गठनतिर एउटा मान्छे चाहिँ नाम गरेको चाहिँ त्यहाँ पुगेर चाहिँ युद्धमै परेर ठुलो चाहिँ हङ्गामै आएको समाचारहरू पनि आएको त्यस्तो छ। त्यसो भने सरकारले नजा भनेको मुलुकहरूमा भाषा हामी जानु पर्दैन हाम्रो आफ्नो सुरक्षाको लागि होइन, कमाउन जाने हो। त्यसो भए हाम्रो घर परिवारको छरछिमेकको समाजको कोही मान्छे सदस्यहरू चाहिँ हामीले यो कुराहरू भन्नुपर्छ। अब म अगाडि थोरै बढ्छु। अब वैदेशिक रोजगारीमा जाने नै भइसकेपछि हामीले वैदेशिक रोजगारीसँग सम्बन्धित चाहिँ निकायहरू सरकारवाला चाहिँ अड्डाहरू चाहिँ हामीले थाहा पाउनुपर्छ, जानकारी दिनुपर्छ भनेको सबभन्दा यो सुन्नुहोस् है हावा धेरै नगर्नुहोस्। वैदेशिक रोजगारको चाहिँ सबैभन्दा ठुलो निकाय चाहिँ कुन हो भन्दाखेरि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भन्छ। यहाँनिर मन्त्रालयको घर अफिस बोर्ड मैले राखेको छु। त्यो भनेको सिंहदरबारभित्र छ। त्यहाँ चाहिँ को बस्छ भन्दाखेरि श्रम मन्त्री त्यहीँ बस्छ, सचिव त्यहाँ बस्छ। सबभन्दा ठुलो निकाय चाहिँ त्यो होइन। हाम्रो सरकारको यो वैदेशिक रोजगारसँग सम्बन्धित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुन्छ। सिंहदरबारभित्र मन्त्रालय छ, यहाँ मन्त्री र सचिव बस्छ, त्यसपछि अरू कर्मचारीहरू बस्ने हो। यो विषयमा पनि हामीले थाहा पाउनुपर्छ। यो वैदेशिक रोजगारसँग सम्बन्धित निकाय अड्डा चाहिँ यो हो भन्न खोजेको मैले यसो मतलब। अनि त्यसपछिको चाहिँ मन्त्रालयबाट थोरै मुन्तिरेको चाहिँ वैदेशिक रोजगार विभाग भनेर छ। यो ताचलमा छ, काठमाडौँको ताचल भन्ने ठाउँमा छ। यो विभागले चाहिँ अब वैदेशिक रोजगारको मन्त्रालयमा मन्त्री र सचिव बस्छ भने विभागमा चाहिँ विभागको डिजी बस्छ। अनि त्यसले चाहिँ सबै काम चाहिँ यो वैदेशिक रोजगार विभागले गर्छ। यो चाहिँ कहाँ छ भन्दाखेरि काठमाडौँको ताचलमा छ। मन्त्रालय भयो, विभाग भयो होइन। त्यो यो कुरा चाहिँ हामीले थाहा हुनुपर्छ भनेको सरकारवाला निकाय अड्डाहरू यो हो हाम्रो चाहिँ वैदेशिक रोजगारसँग काम गर्ने निकाय भन्न खोजेको। अनि त्यसपछि चाहिँ यो वैदेशिक रोजगार बोर्डको सचिवालय भनेर बगर महलमा छ होइन। यो वैदेशिक रोजगार बोर्डको सचिवालयले चाहिँ वैदेशिक रोजगारमा गएका मान्छेहरूको कल्याणकारी कामहरू गर्छ होइन। वैदेशिक रोजगारमा जाने व्यक्तिले वैदेशिक रोजगारमा जाँदाखेरि 1500 देखि 2000 रुपियाँ चाहिँ यो बोर्डको चाहिँ खातामा चाहिँ पैसा जम्मा गरेर आउँछ होइन। त्यो जम्मा गरेर पैसाले चाहिँ यो बोर्डले चाहिँ के गर्छ, सबै नेपालीले त्यहाँ जम्मा गरेर पैसा हुन्छ, कल्याणकारी कोष बनाएको हुन्छ, कोष स्थापना गरेर हुन्छ। त्यो कोषमा जम्मा गरेको पैसाले चाहिँ आपद विपदमा परेको मान्छेहरूलाई चाहिँ कल्याणकारी कामहरू गर्छ। त्यो काममा अहिले पछाडि बताउँछु। यो चाहिँ यहाँ अर्को निकाय अर्को अड्डा महत्त्वपूर्ण भनेको यो वैदेशिक रोजगार बोर्डको सचिवालय हो भन्ने कुरा हामीले ख्याल गरिदिनु पऱ्यो, जान्नु पऱ्यो, बुझ्नु पऱ्यो भन्न खोजेको मैले यसको मतलब। अब अगाडि बढ्छु म। त्यसपछि चाहिँ वैदेशिक रोजगारीमा जाने भइसकेपछि अब थुप्रै ठगी धन्दाहरू भएको छ। यो कल्याणकारी आयो भने मैले कल्याणकारी चाहिँ कामको चाहिँ पैसा लिनलाई पनि थुप्रै ठगी धन्दाहरू हुन्छ होइन। मेन पावरलाई चाहिँ एउटा काम भनेको उता गएर अर्को काम लगाइदियो, कहाँ लान्छु भनेर पैसा चाहिँ बुझ्यो, तर चाहिँ पैसा खाइदियो, पैसा चाहिँ फिर्ता माग्यो दिँदैन भनेर हामी चाहिँ थुप्रै चाहिँ समस्याहरूको परेको छ। त्यसो भएपछि त्यो वैदेशिक रोजगारसँग सम्बन्धित थुप्रै मुद्दा मामलाहरू चाहिँ सबै खाले मुद्दा मामला चाहिँ ठगी धन्दादेखि लिएर सबै चाहिँ मुद्दा मामला चाहिँ के गर्छ त भन्दाखेरि यो वैदेशिक रोजगार न्यायाधिकरणमा चाहिँ मुद्दा लाग्छ। यो जिल्ला अदालतले हेर्दैन, उच्च अदालत पोखराले हेर्दैन, सर्वोच्च अदालतले हेर्दैन। सबै चाहिँ वैदेशिक रोजगारको यावत चाहिँ मुद्दा मामलाको कुरा चाहिँ यो वैदेशिक रोजगार न्यायाधिकरण भन्ने चाहिँ अड्डाले हेर्छ। यो चाहिँ एक किसिमको अदालत नै हो होइन। जिल्ला अदालतको न्यायाधीश सरहको 3 जना न्यायाधीशहरू यहाँ बसेर वैदेशिक रोजगार सम्बन्धी मुद्दा मामला र फैसला गर्ने न्यायिक निरूपण गर्ने काम चाहिँ वैदेशिक रोजगार न्यायाधिकरण भन्ने अड्डा छ। यो चाहिँ ठ्याक्कै सिंहदरबारको पछाडिपट्टि अनामनगर भन्ने ठाउँमा यो चाहिँ न्यायाधिकरण छ। यो बेला बेलामा शरीर हुन्छ त्यहाँ चाहिँ ठ्याक्कै इजलासै हुन्छ। न्यायाधीश बस्ने, वकिलहरू दुई पक्षतर्फको वकिल बस्ने, बहस गर्ने, अनि यसो चाहिँ दुईवटा बेन्चमा चाहिँ छुटेर चाहिँ अब मुद्दा बुझ्दै पक्ष र विपक्ष चाहिँ बस्ने, अनि पक्ष र विपक्षको वकिल बस्ने, अनि न्यायाधीश बस्ने, कर्मचारी बस्ने, ठ्याक्कै इजलास नै हुन्छ। त्यही चाहिँ सबै अदालती कानुनी प्रक्रियामा चाहिँ फैसला मुद्दा मामला गर्ने ठाउँ हो। यो न्यायाधिकरण चाहिँ जति पनि मुद्दा छ न्यायाधिकरणले हेर्छ। ठगी धन्दादेखि लिएर सबै कुरा यसले हेर्छ भन्न खोजेको। अब सुरक्षित वैदेशिक रोजगार चाहिँ कसरी त
भनेर यो सामी भन्ने कार्यक्रम सेफर माइग्रेसन भन्ने प्रोग्रामले चाहिँ एउटा सूत्र प्रतिपादन गरेको छ। त्यो भनेको के हो भन्दाखेरि इसी प्रकाश भनेर चाहिँ एउटा सूत्र गरेको छ। कसरी गर्दाखेरि चाहिँ सुरक्षित हुन्छ त भन्दाखेरि मान्छेले सम्झन सजिलो होस् भनेर इसी प्रकाश भनेर भन्छ। अब त्यो भनेको वैदेशिक रोजगारीमा जाने मान्छेले चाहिँ के गर्नु पर्यो, पहिला इजाजत पत्र प्राप्तवाला मेन पावरसँग मात्रै कारोबार गर्नु पर्यो। अब यसको लागि हामी गाउँघरको मान्छेलाई त थाहा नहुन सक्छ कुन चाहिँ इजाजत प्राप्त हो कुन चाहिँ होइन, कसरी थाहा पाउने त भन्दाखेरि अब अहिले मोबाइल चलाउन जान्ने मान्छेले, कम्प्युटर चलाउन जान्ने मान्छेले, अघि मैले मन्त्रालय पछिको वैदेशिक रोजगार विभाग भनेको थियो, विभागको वेबसाइट हुन्छ, त्यो कम्प्युटरमा हेर्न मिल्छ, मोबाइलमा हेर्न मिल्छ। वेबसाइटमा चाहिँ अब इजाजत प्राप्तवाला मेन पावरहरू भनेर त्यहाँ मेन पावरको लिस्ट नै नाम नै राखिदिया हुन्छ। अनि त्यसले मेन पावरले खराब काम गरिसकेपछि कारबाहीमा परेको मेन पावर भनेर राखिन्छ, कालो सूचीमा परेको मेन पावर भनिदिन्छ होइन। अनि कारबाहीमा परेको कालो सूचीमा राखेकोहरूसँग जानु भएन होइन। राम्रो काम गरेको इजाजत पत्र प्राप्तवालाहरूसँग मात्रै जानु पर्यो। अब यो हामीले चाहिँ जानेनौँ बुझेनौँ, आज मसँग त सुन्नुभयो होइन। अब कम्प्युटरमा कसरी हेर्ने, मोबाइलमा हेर्न जान्दैन भने के गर्ने भन्दाखेरि सिडिओ कार्यालयको कोठा नम्बर 15 को चाहिँ कर्मचारीलाई फोन गरेर भन्ने म चाहिँ यसरी जान लागो। अब त्यो मेन पावरसँग चाहिँ इजाजत पत्र प्राप्तवाला हो कि होइन, स्वीकृति प्राप्तवाला मेन पावर हो कि होइन बुझिदिनु पर्यो, लौ न भनेर भन्यो भने त्यहाँ चाहिँ पूजा भण्डारी भन्ने एउटा कर्मचारी छ, 2 जना कर्मचारी छ, उनीहरूले चाहिँ हेरिदिन्छ। त्यसैको निम्ति केही वैदेशिक रोजगारीकोमा जाने मान्छेहरूको चाहिँ सहजताको निम्ति उहाँहरूकै सेवाको निम्ति चाहिँ त्यो कर्मचारी 2 जना खटेर बसिएको छ होइन। त्यसो भए हामीले उनीहरूले हेरिदिन्छ यदि जानेन भने भनेर भन्न खोजेको। इजाजत पत्रवालासँग मात्रै चाहिँ जानु पर्यो, त्यहाँबाट मात्रै चाहिँ हामी वैदेशिक रोजगारमा जानु पर्यो भन्ने चाहिँ यसको चाहिँ मुख्य चाहिँ ईको चाहिँ मुख्य उद्देश्य चाहिँ त्यो हो। अब सी भनेको छ, अब मैले अघि पनि भने अब वैदेशिक रोजगारमा जाने केही पनि चाहिँ सिप नलिकन गएपछि त दुःख पाइने भयो। सामान्य कारोबारमा गइसकेपछि यो पनि लाउने भयो त्यो पनि लाउने भयो।